नमस्कार सबैजनालाई। क्रिकेट प्र्याक्टिस गर्नको लागि हामी चियाबारीदेखि अलिकति मास्तिर रहेको सानो खेल मैदानमा नेट लगाउनको लागि चाहिँ आज उपस्थित भएका छौँ। हाम्रो खेलाडी भाइहरू स्थानीय अङ्कलको सहयोगमा भाइहरू आज काम गर्न श्रमदान गर्न जुटिरहेको छ। कोही बाँस काट्ने, कोही खाल्डा खन्ने, माटो बोक्ने लगायतको काम गर्दैछ भने म पनि बाँसको फेदमा लगाउन बोतल काट्दैछु। यो नेट लगाउनका लागि सहयोग गर्नुहुने वडा नम्बर 6 लाई विशेष धन्यवाद पनि दिन चाहन्छु। यसले हाम्रो खेल विकासमा केही सहयोग पुग्नेछ भन्ने आशा राखेको छु। प्रतिकूल मौसमको अवस्था रहे पनि भाइहरूले अल्छी नमानिकन काम गर्न सहयोग गरिराख्नु भएको छ। लाइक गरिदिनु होला, फलो गरिदिनु होला, सेयर पनि गरिदिनु होला। र यो नेट लगाउने काममा हामीले बाँसको फ्रेमहरू लगाएर अहिले यतिको बनाइएको छ भने यसलाई अझ स्तरोन्नति गर्ने कामहरू बाँकी नै रहेको छ।